नमस्कार, म हुँ सुरज सफलिया र आज मैले कविताको भिडियो लिएर उपस्थित भएको छु। आजको मेरो कविताको शीर्षक छ स्वीकार छ। तिमी हुन्छ मात्रै भन, तिमी हुन्छ मात्रै भन, यो तन मन दुवै हाजिर छ। सुखमा मात्र होइन, दुःखमा पनि ज्यानै बाजी छ। हरेक पाइला पाइलामा चोटहरू लुकाई, हरेक पाइला पाइलामा चोटहरू लुकाई, पिरमर्का सबै भुलाइ, तिमीसँगै जिउन राजी छ। मेरो लागि तिमी नागमणि जस्ती, मेरो लागि तिमी नागमणि जस्ती, कृष्णजीको मन चोर्ने राधिका जस्ती, आकुल व्याकुल भएको शिवजीलाई मार्ग निर्देशन दिने माता पार्वती जस्ती, मर्नै लागेको लक्ष्मणलाई जीवन दान दिने सञ्जीवनी बुटी जस्ती। तिम्रो वर्ण गर्न सकौँ म कसरी, तिमी हृदय देवकन्या यक्षकन्या जस्ती, जलपरी वा स्वर्गलोककी अप्सरा जस्ती। मलाई चाहिँदैन सुखै सुखको ठुलो सपना बोकेको सहर, मलाई चाहिँदैन तिमी बिनाको अर्थहीन प्रहर। म त भमरा हुँ प्रिय, म त भमरा हुँ प्रिय, जहाँ तिमी फुल्छौ त्यहाँ सजिनेछ मेरो सुन्दर सहर। न मलाई डर छ यो स्वार्थी समाजको, न मलाई डर छ यो स्वार्थी समाजको, न मेरो सपना छ रङ्गीन जीवनको। दुःख सुख तिमीसँगै गरौँला, दुःख सुख तिमीसँगै गरौँला, आधा पेट बसेर पनि तिम्रो जीवन सहज बनाउला। मेरो सुख दुःख तिमीमै सीमित छ, मेरो सुख दुःख तिमीमै सीमित छ, हाँसो आँसु तिमीमै समर्पित छ, सिकाइ भोगाइ तिमीमै निर्भर छ। म शरीर मात्र हुँ, आत्मामा तिमी नै तिमी छौ। जित होस् या हार, जित होस् या हार, तिम्रो लागि सबै स्वीकार छ। पीडै पीडा भोग्न परे पनि, पीडै पीडा भोग्न परे पनि, चोखो आँसु तिमीलाई उपहार छ। तिम्रो लागि जित मात्र होइन हार पनि स्वीकार छ, तिम्रो लागि जित मात्र होइन हार पनि स्वीकार छ। ढकमक्क फुलेका सपना मात्र होइन, मरुभूमि पनि स्वीकार छ। झिलिमिली सुन्दर समय मात्र होइन, झिलिमिली सुन्दर समय मात्र होइन, अन्धकार पनि स्वीकार छ। सुखको बाटो मात्र होइन, दुःखको बाटो पनि स्वीकार छ। यदि तिमी मेरै हुन्छौ भने, यदि तिमी मेरै हुन्छौ भने, पापी समाजको बहिष्कार पनि स्वीकार छ। एक्लै जिउनु पर्यो भने पनि तिम्रै हुने सपना स्वीकार छ। तिमी मेरै हुनुपर्छ, तिमी मेरै हुनुपर्छ भन्ने हट छैन, तिमी मेरै हुनुपर्छ भन्ने हट छैन। तिम्रो जीवनमा तिम्रो नै अधिकार छ, तिम्रो हरेक उत्तरलाई मेरो उति नै प्यार छ, तिम्रो बहिष्कार पनि सर्वस्व स्वीकार छ। तिमी मेरै हुनु र तिमी तिम्रै हुनुमा के फरक छ, तिमी मेरै हुनु र तिमी नै हुनुमा के फरक छ। म तिम्रो लागि बाँच्ने छु, तिमी तिम्रै लागि बाँच्नु ल, जसरी पनि बाँच्ने नै हो, म एक्लै हुनुमा के फरक छ। पाए तिमी नत्र तिम्रा मिठा सम्झना यो जुनी काट्न काफी छ। फेरि पनि भन्छु, तिम्रो हुन्छ र हुँदैन दुवै मलाई स्वीकार छ। तिम्रो हरेक उत्तरका लागि मेरो उति नै साथ छ, मेरो उति नै समर्थन छ। धन्यवाद।